सो गाइस अहिले चाहिँ हामी छौँ हलेसी महादेव मन्दिरमा र यहाँ आइपुगिसकेको छौँ बासा बासा गुफामा र यहाँ मेरो अगाडि हुनुहुन्छ तपाईँको नाम शिव पौडेल। नमस्कार सबैजनालाई। शिव पौडेल। अनि तपाईँ चाहिँ यहीँको नागरिक नागरिक भन्दा पनि तपस्या गरेर बस्दैछु। हजुर 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 मेरो घर चाहिँ काँक्राभित्र। हजुर हजुर। ल यहाँ चाहिँ सरले अलिकति इन्फर्मेसन दिँदै हुनुहुन्छ मन्दिरदेखि रिलेटेड लिएर बासा गुफादेखि सबै जानकारी चाहिँ यहाँ सरले दिनुहुनेछ र तपाईँहरूलाई पनि यहाँको बारेमा जति पनि होइन थाहा नहुने मान्छेहरूलाई चाहिँ आज उहाँले प्रत्यक्ष रूपमा जानकारी दिनुहुनेछ र यहाँ सरलाई म आग्रह गर्छु कि उहाँ यो बासा गुफाको बारेमा उहाँले चाहिँ पुरा सबै भनिदिनु होला। हस् त हजुरहरू। ल सुनिदिनुहोस् एउटा एउटा सबै म बताउँदैछु हजुरहरूलाई। पहिलो चरण यहाँ शिवजी ध्यान गर्नु आउनुभएको थियो। हजुर। ध्यान गर्दाखेरि घुम्दै घुम्दै एउटा भस्मासुर भन्ने राक्षस थियो। हजुर। उनी पनि आइपुगेछ। अनि जब उनीहरूको फेस टु फेस भेट भयो त्यो राक्षसले भन्यो अरे बाबा मैले त हजुरको धेरै तपस्या गरेको थियो, हजुरले फल दिनु भएन, हजुर त यहाँ लुकेर बस्नु भएको छ। ए त्यसो भए भन न त के दिनु भनेर भन्नुभयो। मैले जसको शिरमा हात राखेँ ऊ खरानी होस् भने भस्म होस् भन्यो। अब शिवजीहरूले यो त्यति ठुलो वरदान माग्दैछ, त्यही पनि उसको लागि के हो शिवजी भगवान्को लागि होइन। उहाँले देवको देव माने मन ठुलो तथास्तु भनिदिए, नसोचेकी नै तथास्तु भनिदिए। भरे त्यही तथास्तु भन्नु नै उसलाई नै भारी पर्यो, शिवजी भगवान्लाई नै भारी परिदियो। किनकि भस्मासुर राक्षसले उनलाई नै ट्राई गर्नु खोज्यो। शक्ति त पायो, भगवान्ले त दिए शिवजी भगवान्ले। ल आजदेखि जसले छुन्छ तिमीले जसलाई छुन्छौ ऊ भस्म हुन्छ। जब शक्ति पाए अब उसलाई विश्वास त भएन फर्स्ट, यति ठुलो वरदान मलाई शिवजीले खेला खेलमा दिए कि क्या हो भनेर चाहिँ शिवजीलाई एप्लाई गर्नु खोज्दा चाहिँ शिवजी भगवान् पनि जसँगै भयो ओहो यसले त मलाई नै छुनु आँट्यो भनेर हजुरले माथि फोकस गर्नुहोस्, यहाँ यो फुटाएर गएको र माथि मन्दिरमा गएर चाहिँ पर्मानेन्ट बस्नु भएको भनिन्छ। अनि जब यताबाट अब शिवजी जानुभयो होइन, जाँदाखेरिको अब उहाँ पुग्दाखेरि यहाँ भस्मासुर त यहाँ थिँदै थिए। अब यो भस्मासुरले त उहाँ पनि लखटेर आउँछ। त्यही भएर अनि शिवजी भगवान्ले जस्तो हामीले फोन गर्छौँ नि त प्रब्लम पर्दा कसैलाई, त्यस्तो शिवजी भगवान्ले फोन गरे विष्णु भगवान्लाई। अन्तर्यामी ध्यान उहाँहरूले सम्पर्क हुन्छ। अनि विष्णु भगवान्लाई जब उहाँले गुहार गरे मलाई यस्तो आपत्ति परे, मैले जसलाई वरदान दिएको थिएँ उसले नै मलाई छुनु खोज्यो र म भस्म हुनु खोज्यो भन्दाखेरि चाहिँ त्यतिखेर अनि विष्णु भगवान् लीला गर्दै मोहिनी रूप गर्दै केटीको राम्रै रूप भएर आएर अनि उहाँले पुरा भाङधतुरा खिराएर मताउँदै अनि नाचाउनु लगाएर सुन्दरी केटी बनेर नचाने उसलाई थाहा थिएन यो त भगवान् हो लीला गरेको भनेर। भरे त यस्तो हात यस्तो गर भन्दाखेरि त्यो मातेको थियो, हात यस्तो छुन्ने बित्तिकै उही नै भस्म भयो, भस्मासुर राक्षस। अब भस्मासुरको राक्षस त भस्म भयो होइन, उसको पार्ट्सहरू छ। हामीले भस्मासुरको हेर्नुभन्दा अगाडि शिवजीको पाइला चाहिँ हेर्दै जाउँ। ल यो हो अब शिवजीको पाइला, यो मैले लाइट देखाउँदैछु। यो शिवजीको दाहिनो पाइला राइट साइडको। अनि यो चाहिँ फिङ्गर प्रिन्ट, हातको पन्जा ट्याक्राके हेर्नुहोस् होइन। यो राइट साइडको भयो, दाहिनेपट्टिको। अब लेफ्ट साइडको यतापट्टि सर यो हो लेफ्ट साइडको पाइला, यो हातको छाप, हातको पन्जा राइट साइडको यो भयो, लेफ्ट साइडको भयो। अब हामीले हेर्छौँ अलिक सर यता आउनुहोस् यता। अब हामीले हेर्छौँ भगवान्को तेस्रो आँखा छ नि, थर्ड आइज भनिन्छ, त्रिनेत्र। यो त्रिनेत्र, त्यसको भित्र हेर्नुहोस् त, फोकस गर्नुहोस्। शङ्खा जस्तो आकार देख्नुहुँदैछ होला होइन। शिवजीले शङ्खा पनि बोकेको कारण उनको नाम शिवशङ्कर भयो। अनि यो भयो हजुरको त्रिनेत्र। अब हामी हेर्छौँ अर्को गाईको थुन। आजभन्दा 10 साल अगाडि यहाँ धेरै सत्य थिए, दुधदेव माई भन्दा दुधै आउँथे हजुर। अनि अहिले कलिको उयसमा प्रवेशमा गर्दा चाहिँ दुध बन्द भयो, दुध चाहिँ आएको छैन, उसको बदलीमा जल आइरहेछ सर। यो पहिला हामी थुन हेरौँ, त्यो थुनबाट जहाँबाट दुध आउँथे यो हो, थुनै छ होइन, सेम थुनै छ। अनि दुधदेव माई भन्दा यहीँबाट तुरुरु झर्थे हो। अनि अहिले चाहिँ सर यहाँ फोकस गरिदिनुहोस्, दुधको सट्टामा दुधको बदलीमा जल झर्दैछ। यसो गरेर टाउकोमा लाउनुपर्छ, धेरै ठुलो
धार्मिक मान्यता छ। हजुर, किनकि यो यस्तो सिमेन्टेडहरूमा पनि कसरी भगवानको हजुर आइरहेछ, यो एकदम ठुलो चमत्कारी हो, सत्यता हो। अब त्यसै गरी मुनि जान्छ, यो चाहिँ भन्छ गणेश भगवान, हात्ती भनिन्छ नि, हात्तीको यो जिउ भयो, जिउ यो चाहिँ गणेश भगवानको टाउको, यो सुँड, यो कान, यो टाउको पुरा, यो टाउको गणेशको, यो बडी हात्तीको। हजुर, अब यता माथि जाँदाखेरि हामीले गणेश र कार्तिकेय अझै राखेको त्यो चाहिँ मानिन्छ। यहाँको असली मूर्ति चाहिँ चोरी भएको छ। असली जुन चाहिँ मूर्ति थियो त्यो चाहिँ पहिला मान्छेले कसले चोरे अनि त्यसको सट्टामा चाहिँ यहाँ यो गणेश भनिन्छ राखिदिएको छ। सबैले यहाँ पूजाहरू गरिन्छ, आउने भक्तजनहरूले। यहाँ चाहिँ कार्तिकेय, गणेश र कार्तिकेय। हजुर, यस्तै यहाँबाट हामी जाँदाखेरि सर यसलाई चाहिँ यसो नागको बसिबास भनिन्छ। हजुर, नागको बसिबास, नागथान जस्तो मानिन्छ। अनि अब यता आउँदाखेरि यो जुन चाहिँ फोटो छ यसको पछाडि चाहिँ हाम्रो विष्णु भगवानले जुन चाहिँ मोहिनी रूप गरेर मार्नु भएको थियो। यता गएर चाहिँ जब त्यो भस्मसुर त भस्म भइगयो, अनि यता गएर चाहिँ लुक्नु भयो कि रेस्ट गर्नुभयो भनिन्छ। यो फोटोको पछाडि चाहिँ विष्णु भगवानको। अब भस्मसुरको राक्षसपट्टि जाउँ, यहाँ त देवताको भयो। अब उसको अन्त भयो, उसको बडीको पार्ट्सहरू चाहिँ छिटेको छ सर, यताउता गरेर। त्यो भस्मासुरलाई जब मार्नुभयो उसको चाहिँ यो हो टाउको सर, गिद्दी टाउको, यो गिद्दी भस्मासुर राक्षसको। नचाहे जुन चाहिँ मारेको थियो नि त्यो राक्षसको, उसको हो, उसको चाहिँ यो यिनीहरू सबै छिद्रेछ सर, यता हो। अनि उसको खुन चाहिँ यो हो सर, ब्लड भनिन्छ, रगत। त्यो भस्मासुरको यो रगत, यो चाहिँ आन्द्रा जस्तो देख्नु हुँदैछ नि सर, आन्द्रा बुढी टाँगिरहेको। हजुर, अनि यो चाहिँ कलेजा, फोक्सो भन्छ नि सर, फोक्सो हो त्यो सर, एक्जेट छ होइन। यो सबै हजुरको भयो भस्मासुर राक्षसको। अब हामी तल जाँदाखेरि सर अझै छ। अब तलको चाहिँ के मान्यता छ भने जब विष्णु भगवान शिवजी भगवानलाई लखट्दै थियो नि सर, त्यो भस्मासुर राक्षसले, जस्तो हजुर हामीलाई कसैले भगाउँदाखेरि हाम्रो पसिना झर्छ नि सर, त्यो पसिना शिवजीको पनि झरेको थियो। त्यो शिवजीको पसिनालाई चाहिँ हामीले ठुलो अमृत जल सम्झिन्छ र त्यो जिउमा लगाउँछ सर। यो अघि हजुरले सायद हेर्दै आउनुभएको थियो होला। हजुर, यही हो सर। यो हेर्नुहोस् सर कस्तो झर्छ सर, सबै सुक्खा छ सर, माथि सबै फोकस गरिदिनु, सबै यति सुक्खा सिमेन्टेडमा कसरी आउँदैछ सर। यो प्रभुको प्रसाद भनिन्छ। यो लगाउँछ, यसो लगाएर चाहिँ सबै हाम्रो रोग कष्ट नराम्रो सबै यतै जाओस्, ग्रह दशा लोदर सोदर सर। धार्मिक स्थानमा आए त हामीले त्यही त फेक्न आएको छ, गल्ती भुलचुक होइन, जानी अन्जानीमा भइरहेको चाहिँ सबै जाओस् भनेर चाहिँ ठुलो ठुलो लामा होस्, पुजारी होस्, सबैले सर यसलाई मानेको छ। अनि यसो सबै लगाउनुपर्छ। त्यसै गरी सर अब हामी अन्तमा आइपुग्यौँ। अनि अब जुन चाहिँ अघि बसाहा गुफा हामीले स्टार्टिङमा भन्दै थियौँ नि सर, बसाहा भन्ने चाहिँ हामीले अब हेर्छौँ। यो हो सर, यो सर बसाहा। यहाँ बसेर इन्फर्म गर्छ शिवजीलाई, जस्तो हामीले राख्छौँ नि पिउन सर, यस्तो यस्तो फल्न आउँदैछ। यो हो सर, यो हो भस्मासुर उयो के भन्छ नन्दी सर, बसाहा नन्दी भनौँ न। शिवजीको चाहिँ उहाँको एउटा रक्षा गर्ने हुन्छ नि त होइन। हजुर, जसले खबर गर्छ। हजुर। ल थ्याङ्क यू सो मच है सरलाई, यति धेरै इन्फर्मेसन दिनुभयो हामीलाई। र यो